डे 3 आज ढिलो नै उठेछ के तेरिका है। अब ल डे 3 सुरु भइसकेछ, हामी फेरि हिँड्न लाग्छौँ है। जाडो हो गाइस बिहान पनि ल आजको चाहिँ हाम्रो हैन यहाँ चाहिँ बाटो हो गाइस, थाहा छैन आज डे 3 अब हामी कहाँसम्म पुग्नेछौँ। फाइनली हिजो चाहिँ यहाँ आएर बसियो है। अब हेरौँ कहाँ गइन्छ गाइस डे 3 मा। हामी चाहिँ पसलकै बाटो पुग्छ बिहान पनि। यहाँ जाडो हो गाइस, यहाँ नि हिउँ पऱ्यो जस्तो लाग्छ, यहाँ पनि त माथि हिउँ पऱ्यो है है। म तपाईँलाई देखाउँछु गाइस, म हामी चाहिँ कुन घर त एउटै हो है। उयो पसलका दाजुले हामीले दिनुभएको थियो बस्नुलाई है। आज चाहिँ डे 3 डे 4 हाम्रो 2 दिन 3 दिन हो आज सुरु गाइस। अब कहाँ डे 3 मा चाहिँ है। हाम्रो स्ट्रगल धेरै हो गाइस। भन्नु भएन आन्टीलाई है। आन्टी हुन्छ आन्टी गयो धन्यवाद है। हुन्छ राम्रोसित बस्नुहोस् है। ल ओके गाइस गाइस फाइनली हामी अगाडि। आज चाहिँ पानी परेन, एक रात हो कि सिर्फ सिद्धि डेस्टिनेट गर्न धेरै राम्रो लाग्छ। कहाँ पुग्ने हो गाइस हामी थाहा छैन। अब यहाँ कुन ठाउँमा आउँछ गाइस थाहा छैन। धेरै गाह्रो हो गाइस आजको लागि। वाउ जति हेऱ्यो त्यति हिउँ परिरहेको गाइस यता माथि माथि हेरौँ यस्तो गाइस है। पाइन्छ सर्च गर्नुपर्छ गाइस धेरै। अब हेरौँ आज कति किलोमिटर हिँड्नेछ हामी है। देन टाइम त एक्ज्याक्टली थाहा भएन कति बजे हो गाइस। आजको यात्रा पनि धेरै लामो हो गाइस है। हामी चाहिँ रोडसम्म निस्किने भएन, त्यहाँदेखि सुर्खेतको जाने चाहिँ लिफ्ट लिन चाहिँ पाइन्छ कि गाइस है। त्यहाँबाट हेरौँ तपाईँलाई चाहिँ अपडेट दिइरहेको छु मैले। यो ठाउँको नाम चाहिँ चौकीबाट चाहिँ ठ्याक्क चाहिँ याद भएन मलाई है। अनि तपाईँलाई म पछि भन्ने छु। अब चाहिँ यहाँदेखि भ्यू हुन्छ क्या। ओ माई गड कस्तो ठाउँमा नि मान्छे बस्यो नि गाइस। चुप कल्ली चुप कल चुप चुप नेक्स्ट चाहिँ यहाँ त सब घर गाइसहरू डे 2 कम्प्लिट भएको छ गाइस। अब डे 3 है। कहाँ गएर कति बहुत टाढा जान छ गाइस हामीलाई।
के हजुर अब कहाँसम्म पुग्ने गाइस त नमस्कार आमा सन्चै हुन्छ हजुर म रारा हजुर बाटो चाहिँ बाटो चाहिँ धोस्ती खालको हिजो पानी परेर हिलो न सिलो भएर छैन त्यही भएर हिजो जिपहरू आएको थियो गाइजहरू के भएर हेरौँ भनेर म पनि अब हामी चाहिँ डाइरेक्ट नेपालगञ्ज यस्तो टच हिँड्छौँ कि गाइस भ्यू जति हेऱ्यो त्यति राम्रो हो गाइस अब सोध्नुपर्छ गाइस कता तल जाने कि माथि जाने हो है घरहरू पनि गाइस हाबी लाग्छ फर्स्ट बुवा सुर्खेत जाने रोड कता जाने यतैबाट सुर्खेत जाने ए हजुर धन्यवाद यहाँ चाहिँ गाइस दिन्छ अनि एउटा कमेन्ट फर्स्ट टाइम इन माई लाइफ यत्रो धेरै गाह्रो भयो चिन्नलाई नमस्कार आमा होइन वहीँ यहीँ तल अब फेरि हिँड्नलाई अब कहाँ हिँड्छ आज 10 जनाले चाहिँ एकजनाले त दिन्छ नि जे भयो नि कोसिस गर्ने नि लाएर पुगेर आउने बाटैमा मरिएछ भने एउटा कुरो कसैले सम्झाला दिएन ल गइदिए धन्यवाद ल फेरि फाइनली मजा आएको छ हिँड्दैमा यसको है चाहिँ बवाल लागेको छ गाइस त्यहाँ गाउँमा पुग्न पाएको त बवाल हुन्छ गाइस होइन जति अगाडि जाँदै गऱ्यो त्यति झन् भ्यू राम्रो देखा गाइस होइन हाम्रो कहिले हाल्ने युट्युबमा भिडियो गाइस हाल्नै पाएन यत्रो भएर अब हेरौँ पिच रोड निस्किन्छ भने यहाँ कहाँ कहिले निस्किन्छ पिच रोड गाइस माथिल्लो निस्किन पाएँ त्यहाँ देख्यो भने बवाल हुन्थ्यो भनेको यहाँ चाहिँ प्रायः जस्तो सबै गाउँको बाटो भन्ने केही छैन कि गाइस गाह्रो त पुगेरै आउने हो कि होइन गाइस च्यालेन्ज एक्सेप्टेड जतिसुकै पानी होस् हुरिया होस् पानीबाट के त्यसलाई छोड्ने होइन गाइस हाम्रो डेस्टिनेसन कम्प्लिट गरेर आउनुपर्छ गाइस है यताको भ्यू हेर्न सक्नुहुन्छ गाइस कति राम्रो हो वाउ गाइस जङ्गल सेक्सन आयो अब है जङ्गल सेक्सन गाइस जस्ट वाउ
ल गाइस फाइनल्ली यहाँ पुगेको छ। अब हेरौँ लिफ्टमा जाउँ के अरे कहाँसम्म पुग्ने हुन्छ। लिफ्ट लिनुपर्छ गाइस। अब आजको टार्गेट सुर्खेत हाम्रो डे 3 फाइनल्ली आउनुभएको छ के अरे हेरौँ। I just felt that you don't say sorry. I just like to kiss your body. दाजु माथिसम्म छोडिदिनु न गाइस। फाइनल्ली अर्को लिफ्ट पाइएको छ हो। प्राय लिफ्ट पाइन्न कि गाइस है, किनकि यहीँसम्म हुन्छ। हेरौँ कहिले पाइन्छ, वेट गरौँ। कुद्नुभन्दा हिँड्नु बेस्ट पर्छ लाग्यो गाइस है। छिटो पुगिन्छ होला हामी यत्रो बेला। धेरै हिँड्नुपर्छ गाइस, किनकि कभर त भइन्छ गाइस। कमसेकम हेरौँ आउँछ नि। बा नमस्कार। हिँड्दै पनि गरौँ गाइस है। भो खान्न दाजु कहाँ त्यो चाउमिन मगाले खान्छ। आई गेट ओन्ली गाइस। मोमो फ्रीमा पाउने अन्त खान्थ्यो बट नो गाइस नो। धेरै गाह्रो छ गाइस लिफ्ट माग्ने यहाँ पनि। हुन त पुगाइदिनु भयो दाजुले यति हाई मेबी 5-10 किलोमिटर होला कि कभर गरेर। अब हेरौँ अर्को लिफ्ट कहाँ पाइन्छ। बट धेरै टफ छ गाइस है। त्यो गाडी आउँछन् क्या हो धेरै। बजार त आइयो, अब त चिन्ता छैन गाइस है। अब त हिँड्यौँ के हिँड्न पाइएला गाइस, पाइन्छ होला। हेरौँ कति किलोमिटर हिँड्न सकिन्छ। यस्तो टालको बजार छ के अरे गाइस। धेरै टफ छ गाइस जर्नी। अझै बल्ल सेकेन्ड स्टेपमा पार गरिएछ लेभल 2। म त छ पऱ्यो हो गाइस यहाँ आएर है। त्यस्तो घर पनि छ गाइस है छिमा। अब यहाँ नेट पनि खोज्नुपर्छ गाइस है। भिडियो हाल्न परेन खिचेको। आजसम्म हालियो भने भिडियो। यहाँ गाडी कतिखेर आउँछ नि? गाडीहरू आउनु यहाँ आउँछ कि बस आउँछ? ओहो तपाईँको भाषा चाहिँ खतरा मलाई मन पऱ्यो कि है। ओके जस्ट वाक गरौँ के अरे गाइस। कहाँ गएर भेटिन्छ। आई नेभर थिङ्क द्याट कि आई स्पिक लाइक द्याट। भाषा त कस्तो दामी खालको गाइस यहाँको। अन्न के हेरौँ कहाँसम्म लिफ्ट पाइन्छ होइन। अनि हिँड्दै जाऊँ के अरे। अहिलेसम्म हिँडेर आइएको थियो एउटा। बल्ल आजको डे 1मा चाहिँ बल्ल एउटा लिफ्ट लिएको छु गाइस। अब कहाँसम्म लिफ्ट पाइन्छ थाहा छैन गाइस। 6 घन्टा लाउँछ भन्नुहुन्थ्यो के अरे गाडीमा चाहिँ। मेबी सुर्खेत पुग्यो भने चाहिँ यहाँदेखि। हेरौँ हिँड्न चाहिँ झ्याउ लाउँछ कि गाइस। रोडमा हो, रोडमा चाहिँ खुट्टा आउने रड्डिज हुन्छ क्या। किनकि बाटोमा हिँड्दा चाहिँ औडा भयो देखिन्छ कि मान्छेहरू भन्नाले खुट्टाको एउटा त भेटिएला नि गाइस भनेर हो मैले यहाँ आएँ। लिफ्ट पाउनु चाहिँ गाह्रो भयो गाइस। सहरमा आइए अब त हेरौँ के हुन्छ। कहाँ गएर के पाइन्छ थाहा छैन गाइस। हिँड्दै जाऊँ होइन। एउटा त गाडी आउला नि। अब हेरौँ हाइवेमा हिँड्दा चाहिँ धेरै ध्यानपूर्वक दिनुपर्छ गाइस है। अब फेरि भेटौँला गाइस धेरै भिडियो बनाउँ। के भन्नु छ साथी फेरि? शुद्ध सागर मासु सुन्न पनि त्यो मासु डालो लाग्नु गएको कि
मलाई सन्नु क्या बहुत पर्छ नि त सन्चो तिनीहरू गर्छ हिजो त्यो छिटो गएन कति बजे 8 यो त मान्छे लस्का लक्किया हो र केही बाटो त्यही गाउँकै बाटो जहाँबाट मारेको नि त्यही बाटो सिधै माको गाउँबाट त पहिरो भयो त्यही हो हजुर त्यो त भयङ्कर जङ्गल बाटो अब ढुकुङकोट हुँदै आउनु हो होइन त्यो रुकुमकोटको ठ्याक्क त्यो चौतारामा जिपहरू माथिको बाटो र तल्लो बाटो हुन्छ नि हो त्यो तल्लो बाटो गरेर म गाउँबाट स्टार्ट गरेको नि त्यसलाई धन्य हुँदै आउनु हो गाडीको मुख त यहाँ देखेको हिँड्ने है